हेलो 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 सबैजनालाई नमस्ते। आज म बनाउन गइरहेको छु ढाबा मटन। ढाबामा इजिली बन्ने अनि तपाईहरु पनि घरमा इजिली बनाउन सक्नुहुनेछ ढाबा मटन। त अब आउनुहोस् सुरु गरौँ। यसको लागि लिएको छु म एउटा प्यानमा हाल्दै छु अब सरसोको तेल। सरसोको तेल राम्रो मजाले गरम भयो भने अब यसमा जान्छ साबुत धनिया, जीरा और रातो खुर्सानी साबुत। अनि यसमा हाल्छु अदरक लसुन टुक्रा टुक्रा काटेर अनि प्याज टुक्रा टुक्रा काटेर मसिनोसँग अनि राम्रोसँग मजाले। अनि यसपछि हाल्छु म खुर्सानीको काटेर खुर्सानीलाई यसलाई पनि राम्रोसँग मिलाउने मजाले मिलाएपछि यसलाई ब्राउन हुन दिने। ब्राउन हुन दिएपछि यसमा आउँछ हल्दी अनि रातो खुर्सानीलाई मजाले मिलाएर यसमा धनिया पाउडर अनि जीरा पाउडर हाल्ने, मजाले मिलाउने अनि टमाटर हाल्ने। टमाटर हालेपछि यसलाई पनि मजाले मिलाउने यसलाई राम्रोसँग जब तक गल्दैन। अनि अलिकति नमक हाल्ने अनि उसको पछि मटन हाल्ने, जो मैले पहिल्यैदेखि उबालेर राखेको मटन हो। प्रेसरमा हल्दी अनि अदरक लसुन पेस्ट अनि साबुत मसला हालेर प्रेसर दिएको थिएँ, त्यही मटन हालेको छु। अनि त्यसको पानी हाल्ने अनि धनिया हाल्ने, राम्रोसँग मजाले उब्लिँदिने। उब्लिएपछि अब हाम्रो मटन रेडी हुन लागेको छ। अब हेर्नुहोस् यो रेडी भयो। मजाले सर्भ गरेर खानुहोस्।